हेलो गुड मर्निङ गाइस। आई होप सबैजना ठिक हुनुहुन्छ होला र आजको यो सानो मिनी भ्लग तपाईँले लास्टसम्म हेरिदिनुहोस् होला। आज चाहिँ म सानो प्रोग्राममा गएको थिएँ। याङयाङमा 3 डेजको प्रोग्राम थियो। 3 डेजको प्रोग्राममा चाहिँ आज फर्स्ट डे हो। यहाँनिर चाहिँ टुरिज्मको प्रोग्राम हुँदैछ र त्यहाँनिर गएको थिएँ। कहाँनिर भन्नुहुन्छ भने चाहिँ याङयाङको हेलिप्याडमा हुँदैछ। सो त्यहाँनिर जाँदाखेरि चाहिँ मान्छे यति साह्रो भिड थियो गाइस, यति साह्रो भिड थियो। हिँड्दा हिँड्दै मान्छेहरूसँग ठोकेर हो यता र उता हिँड्नु यति साह्रो परिरहेको थियो। सो त्यो भएर चाहिँ म चाहिँ ब्याक साइडपट्टि जाँदै थिएँ र ब्याक साइडपट्टि जाँदा यो खालको नजारा छ गाइस, तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँनिर गाडी पार्किङहरू पनि यहीँनिर थियो गाइस। र ऊ माथिको चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ त्यो चाहिँ बेलुन हो। बेलुन उडाइरहेको छ त्यो साइडपट्टि चाहिँ। र यहाँनिर तपाईँहरूलाई भिडियो बनाउँदा हिलोमा झन्डै खुट्टा गाडिएर भुइँतिर पनि हेर्नु पर्दैछ हो। त्यो भएर चाहिँ जाँदै जुन यो स्टेज देख्दै हुनुहुन्छ यो स्टेजमा चाहिँ ट्याप्प मान्छेहरू छ गाइस। र तपाईँहरूलाई यो कस्तो लाग्यो ब्लग, कस्तो के भयो तपाईँहरूले कमेन्ट बक्समा लेखिदिनुहोस् होला गाई। थ्याङ्क यू सो मच, टेक केयर, ओके बाई।